माननीय सदस्यहरू, आजको लागि निर्धारित उल्लेखित मन्त्रालयहरू सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूको नाम दलीय आधारमा प्राप्त हुन आएको छ। सर्वप्रथम म माननीय सदस्य चन्द्रकान्त भण्डारीलाई बोल्न समय दिन्छु। समय 25 मिनेट। सम्मानीय सभामुख महोदय, यो गरिमामय सदनमा मुलुकलाई अगाडि बढाउने, जनताको जीवनस्तर बढाउने र जनतालाई विश्वको मानचित्रमा मुलुकलाई पहिचान दिन सक्ने यो बजेट र यसमा निर्धारित विषयहरूको बारेमा छलफल गर्न गइरहेका छौँ। सम्मानीय सभामुख महोदय, हामीले 7वटा विषयमा विनियोजक विधेयकमा छलफल गर्ने भनेका थियौँ। त्यही अनुसार हामी तयारी गरेर पार्टीगत रूपमा समयमा आएका थियौँ र अहिले आएर 81 3वटा मात्रै विषयमा कुरा गर्ने भन्दाखेरि कुनै पनि व्यक्तिले अब अरू विषयमा बोल्ने कि नबोल्ने त्यो सम्बन्धित मान्यहरूको कमजोरी होइन। तसर्थ म आदरणीय सभामुख महोदयलाई यससित सम्बन्धित रहेर अरू विषयमा आफ्ना कुरा राख्ने अनुमति चाहन्छु। सम्मानीय सभामुख महोदय, हामी 34 वर्ष भयो यो देशमा विधिको शासन, मुलुकको प्रगति, जनताको हितका लागि संसदीय व्यवस्था मार्फत हामीले मुलुकको प्रगति गर्छौँ भनेर लिएर आएको। आज म भाग्यले यहाँ उपस्थित भएको छु। यही उद्देश्यका निम्ति मेरा धेरै साथीहरूले ज्यान गुमाए, धेरै साथीहरू अपाङ्ग भए। मैले आज तिनीहरूको पनि उहाँहरूको पनि प्रतिनिधित्व गर्नुपर्ने अवस्था छ। जुन मेरो संसदमा छलफल गर्ने हो त्यसमा हामीहरूको बिचमा असहमति रहनु हुँदैन। कोही हामी कुर्सीमा बसेका छौँ, कोही बोलिरहेका छौँ, कोही चाहिँ तल प्लेटीमा आएर बस्नुभएको छ। मान्यज्यूहरू, यो के हो? यसको समाधानका निम्ति मैले सरकारलाई आग्रह गर्न चाहन्छु। यो नाटकले, यो प्रवृत्तिले मुलुक अगाडि बढ्न सक्दैन। हामीले अहिले जे गरिरहेका छौँ, सभामुख महोदयजी मार्फत राख्न चाहन्छु, भोलि उज्यालो होला, भोलिको दिनमा सम्मान होला, भोलि प्रकाश आउला। यो सबैको कारणले, यो आशाले हामी बाँचिरहेका छौँ। तर हाम्रा युवाहरू शिक्षाको नाममा बाहिर, रोजगारीको नाममा बाहिर, दलालीको नाममा बाहिर र बाहिर गएर पनि सुख पाउने हो र भने करोडौँ खर्च गरेर बाहिर गएको छ, लाखौँ खर्च गरेर बाहिर गएको छ, उहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। यदि युवाविहीन नेपाल बनाउने हो भने यो बजेट हामीलाई किन? विभिन्न शीर्षकमा छलफल किन? त्यसकारण रोग के हो? रोगको बारेमा पनि हामी गम्भीर बन्नका निम्ति म आग्रह गर्न चाहन्छु। हामी त युवाविहीन हुँदैछौँ। सम्मानीय सभामुख महोदय, गाउँमा जाँदा, सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। त्यति मात्र होइन, बिरामी भयो, मृत्यु भयो भने लास लैजाने अवस्था छैन। जो छ समाजको बदलिएको छ,
बच्चादेखि वृद्ध मान्छेले सुसाइड गर्ने रेट बढ्दैछ, डिभोर्स रेट बढ्दैछ। त्यसकारण अब सन्तान जनसङ्ख्याको वृद्धि दर माइनस हुँदैछ। यो मुलुक कता जाँदैछ? अब हामीले राज्यले नै यतापट्टि चिन्तन गर्ने अवस्था छ। सभामुख महोदय मार्फत यो कुरा मैले राखेँ, तर हामी त्यति गम्भीर छैनौँ। यस विषयमा हामी छलफल गर्न चाहँदैनौँ। कुनै कर्मचारी आउँछ, यो विधेयकमा यो ल्याउनेवाले नत्र हामीले राजीनामा दिन्छ, थर्काउँछ, देशको नेतृत्व गर्ने मान्छे डराएर खुट्टा लुलु लुलु कमाउँछ। खुट्टा कमाएर अब मुलुक बन्न सक्दैन। यो कुरा मैले राख्न चाहेँ। सभामुख महोदय, वन तथा वातावरण हामी कहिलेसम्म छलफल गर्ने? हरेक मान्यहरूले कुरा उठाइरहनु भएको छ। हामीसित जङ्गल छ, हामीसित साल छ, हामीसित सल्लाह छ, हामीसित अरू छ। सालको अवधि आयु 70 वर्ष हुन्छ। 70 वर्षपछि सालको काम लाग्दैन, यसको प्रयोग गरौँ भन्दा यहाँ कसले सुन्ने? विदेशबाट काठ ल्याएर नेपालको राजस्व खर्च गर्छ, त्यसलाई सदुपयोग गर्नु पर्दैन। हामी मन्त्री बनाउँछौँ, मन्त्री कति महिनालाई हुन्छ? नीति बनाउँछौँ, मन्त्री बनाएको नीति कसले सुन्छ? यस्तो स्थिति छ। त्यसकारण हामीले मुलुकको निम्ति के फाइदा हुन्छ, के गरे फाइदा हुन्छ? जडीबुटी त्यसैभित्र हुन्छ, रुखहरू त्यसैमा हुन्छ। यसले मुलुकलाई के फाइदा हुन्छ भन्दा सडेर हामीले सडकमा हिँड्दा सडेको देख्छौँ, तर त्यसबाट फर्निचर बनाएर घर घरमा राख भन्ने कुरा एउटा नीति बनाउन सक्दैनौँ। यस्तो मानिसहरूबाट मुलुक कसरी बन्न सक्छ? यतापट्टि हामी गम्भीर कहिले हो नि? भाषण गर्ने, भाषणले पेट भर्छ, भाषणले विदेशबाट जाने युवाहरूलाई रोक्न सक्छ, भाषणले रोगीलाई औषधि दिन्छ, भाषणले देशलाई उज्यालो बनाउन सक्दैन। त्यसकारणले हामीले यसतर्फ हामीले अत्यन्तै महत्त्वपूर्ण तरिकाले सोध्नुपर्छ भन्ने लाग्छ। सभामुख महोदय, मेरो आफ्नो साधन छैन। म बिहान सदनमा आउँदा पठाउ वा इनड्राइभबाट आउने गर्दछु। मलाई लाग्छ धेरै मान्यहरूको त्यही अवस्था छ, धेरै बिरामीहरूको पनि त्यही अवस्था हो हस्पिटल जाँदा। तर त्यसको कुरा हामीले ती ड्राइभरहरूले के भन्छन् भन्ने हामी कुरा सुन्छौँ। के सुन्छौँ? पठाउ चलाउनेले आम्दानीको 15% एफ चलाए बापत त्यसको पैसा विदेश जान्छ। इनड्राइभ चलाउनेले त्यसलाई चलाए बापत 11% बाहिर जान्छ। कति पैसा बाहिर जान्छ? करोडौँ पैसा बिहान हाम्रो दिनमा बाहिर जान्छ। राज्य छ, नेतृत्व छ, विज्ञ छ, भाषण गर्छ, अझ भएन भने किताब पनि लेख्छ, जानी नजानी निर्देशन दिन्छ, अधिकारका कुरा गर्छ, कर्तव्यको कुरा गर्दैन। यदि सरकारले विश्वासिलो एप बनाउने हो भने 15%मा 10मा झार्देऊ न, 11मा 5 झार्देऊ न, 5% सामाजिक सुरक्षामा राखिदिने हो भने त्यो वर्ग एकैचोटि सम्पन्न हुन्छ। उसलाई उमेर गइसकेपछि वृद्ध भत्ता दिनु पर्दैन, त्यो आफै सम्पन्न हुन्छ, त्यो खुसी हुन्छ। खुसी हुने बाटोतिर लाग्नु पर्दैन, आशा जगाउने बाटोतिर लाग्नु पर्दैन। एउटा ट्याक्सीमा बस्दा कति कुरा सुन्नुपर्छ, त्यसले मान्छेको न्यारेटिभ के बनाउँछ? यो देशमा केही बन्दैन भन्ने हुँदैन। त्यसकारण सुरु त्यहाँबाट गर त। आज हामीले 34 वर्ष भयो बहुदलीय व्यवस्था ल्याएको, 34वटा बजेट ल्यायौँ। यस्तै समूहगत रूपमा हामीले सम्बोधन गर्यो भए यो मुलुक कति सम्पन्न हुन्थ्यो? विदेशमा बाहिर जान्थ्यो? यो चिन्तन छ, यो सोच छ। पार्टीका रसिदहरू आफू सम्पन्न बन्ने, आफू बन्ने, आफू निरोगी बन्ने, जनता जहाँसुकै जाओस्, कार्यकर्ता जहाँसुकै जाओस्, यो स्थितिले मुलुक बन्न सक्दैन। मैले केही भन्न चाहन्न। आदरणीय नेतागण, आदरणीय मन्त्रीगण, एउटा राजनेताले मुलुक र जनता हेर्छ, तर एउटा मूर्खले आफ्नो भोटर हेर्छ भन्ने आरोप हामीहरूको लाग्नु नपरोस्। यति कुरा मैले राख्न चाहन्छु। यसको थिम मैले राख्न खोजेको यति कुरा हो। आदरणीय सभामुख महोदय, हाम्रो देशको भूबनोट फरक छ। हाम्रो भूबनोट अनुसार यो देशको सबैभन्दा धेरै ठुलो राजस्व, जनता सम्पन्न गर्ने आधार हाम्रो जल स्रोत हो।
जलस्रोतबाट हामीले नेपाली जनतालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सक्छौँ। मलाई खुसी लागेको छ नेपाल सरकारले आदरणीय जलस्रोत मन्त्रीले यही सदनबाट जलस्रोत नीति ल्याउनु भयो। 28,000 मेगावाट बत्ती निकाल्ने, 60 खरबभन्दा बढी लगानी गर्ने। त्यसमा पनि के छ, सीमान्तकृत वर्गलाई 2 देखि 5% सेयर दिने। त्यसमा के छ, 49% नेपाली जनताले लगानी गर्न पाउने। यो नेपालको इतिहासमा पहिलो दस्तावेज हो। यसलाई हामीले कार्यान्वयन गर्दाका दिन 5 वर्षमा नेपालमा गरिबीबाट अन्त हुन्छ। तर नेपालका कुनै पनि नेताले दिनमा 3 चोटि भाषण गर्छन्, म सरकारको प्रतिनिधि हुँ, म सरकारको नीति ल्याएको छु, अब स्वदेशमा आओस् वा विदेशमा बस्ने नेपालीहरूले आफ्नै देशमा लगानी गर्न सक्छन्, पैसा कमाउन सक्छन्, अब विदेशबाट नेपाल फर्कन्छन् भन्दा एकजनाले पनि भाषण गर्दैन यो देशमा। अब जलस्रोत नीति आऊ, देश बन्ने भयो भन्दा त अहिले त के नीति ल्याएको छ भन्नुहुन्छ भने टेक एन्ड पे अरे। तैँले बना, आवश्यक परे किनुला अरे। अब बैङ्कले कहाँबाट लगानी गर्छ? के हो सोचाइ, के हो चिन्तन, के हो बुझाइ, के हो इमान्दारिता, के हो? मैले यो देश बुझ्नै सकिनँ, मैले यहाँको नेतृत्व बुझ्नै सकिनँ। अब देश बन्दैछ भनेर आशा जगाइरहेको बेलामा फेरि निराशा त आयो। अब देशमा कसले लगानी गर्ने हो? यस्तो स्थिति छ। त्यसकारण माननीय सदस्यहरू, बुद्धिजीवीहरू, हामी सबैले एकचोटि बोल्न पर्ने भयो यो मुलुकको निम्ति। मुलुकभन्दा ठुलो, हाम्रो समाजभन्दा ठुलो, जनताभन्दा ठुलो, संस्कृतिभन्दा ठुलो केही पनि होइन। हामी मानिस, हामी आउँछौँ जान्छौँ, तर यसलाई बिगार्ने अधिकार कसैलाई पनि छैन, किनभने यो निरन्तर रहिरहन्छ। सम्मानीय सभामुख महोदय, नेपालको भू भन्नुहोस् जङ्गलसित, कृषिसित, स्वास्थ्यसित जोडिएको छ। हामी जलस्रोत पछिको सबैभन्दा ठुलो आम्दानी कहाँबाट हुन्छ त? हाम्रो भूगोलले दिन्छ। भूगोलले कसरी दिन्छ भन्दाखेरि हामीले हिमाली साइडमा हामीले भेडा, च्याङ्ग्रा, चौरीहरू पाल्यौँ भने हामी 65 लाख जति भेडा, च्याङ्ग्रा, चौरी पाल्न सक्छौँ। त्यसले के दिन्छ त मुलुकलाई भन्दा, त्यसले हामीलाई के दिन्छ त भन्दा, भेडा, च्याङ्ग्रा, चौरीले सबैभन्दा पहिले ऊन दिन्छ। त्यो ऊनले के दिन्छ? हामीलाई रोजगारी दिन्छ। अहिले म आइसियूमा थिएँ। मैले आदरणीय अर्थमन्त्रीजीलाई म आइसियूबाट फोन गरेँ, मेरो कुरा चल्ला कि भनेर। नेपालको भूबनोट अनुसार हिमाली भेगमा भेडा, च्याङ्ग्रा, चौरी पालौँ। यसले चाहिँ हामीलाई ऊन दिन्छ, त्यो ऊनले कार्पेट दिन्छ, त्यो ऊनले चाहिँ पस्मिना बनाइदिन्छ। त्यसले गर्दा संसारको मान्छेहरू नेपालमा ऊन र कार्पेट र पस्मिना बनाउन आउँछन्। त्यसले नेपालमा डलर ल्याउँछ। यो आउटको सबैभन्दा महत्त्वपूर्ण कुरा छ। दोस्रो, यसले के दिन्छ त भन्दा, यसले छुर्पी दिन्छ। संसारमा मानिसको भन्दा महत्त्वपूर्ण स्थान अहिले डगहरूको हुँदैछ, पपीहरूको हुँदैछ। मान्छेले त्यसरी राखिरहेको छ। नेपालबाट छुर्पी जान्छ, त्यो नेपाली पैसामा आउँदैन, डलरमा आउँछ। त्यति मात्रै कहाँ हो र? यसबाट हामीलाई ऊन मात्र होइन, छुर्पी मात्र होइन, कार्पेट मात्र होइन, संसारमा हामीले फ्रोजन भएको मासु खान्छौँ। संसारमा मासुहरू लैजान्छ। आज हामीले हिमाली भेगमा यसलाई प्रयोग गर्यो भने संसारको मानिसहरू, संसारको कर्मीहरू नेपालमा आउँछ र नेपालले सबैभन्दा धेरै मासु बेच्छ। त्यो मासु नेपाली पैसामा आउँदैन, डलरमा नेपालमा पैसा आउँछ। त्यति मात्रै होइन, त्यति मात्रै यसबाट बन्दैन। आज हामी खरबौँ लगानी गरेर, आदरणीय जनार्दन सरले पनि भर्खर भन्नु, नेपालको बजेटमा जहिले सुकै हाम्रोमा के हुन्छ भने युरिया मोल कारखाना खोल्ने भनेर लेखेको छ, भाषण गरेको छ। हाम्रो जस्तो देशलाई त्यो आवश्यकता पर्ने होइन। त्यो मल, त्यो च्याङ्ग्रा, भेडा, चौरीले दिएको मल हाम्रा स्कुल जाने बच्चाहरूलाई वा मानिसहरूलाई तिमीले 1 बोरा मल टिप, तिमीले 100 रुपियाँ प्राप्त गर्छौ भन्दाखेरि त्यो 100 रुपियाँ बच्चालाई स्कुल जाँदाको निम्ति खर्च हुन्छ। त्यो मल हाम्रो देशमा मात्र होइन, बाहिर जान्छ। आज 100 रुपियाँ तिरेर सङ्कलन गरेको मल हजारौँ रुपियाँमा बाहिर जान्छ, अर्ग्यानिक मुलुक बन्न सक्छ।
अर्ग्यानिक मुलुक भयो भने के हुन्छ? स्वास्थ्यको खर्च घट्छ। स्वास्थ्यको खर्च घट्दा निरोगी हुन्छ। के हामीले बिरामी भएर हस्पिटल खोज्ने हो, डाक्टर खोज्ने हो? हाम्रो देशको भूबनोट के छ? हामी निरोगी बन्न सक्छौँ। पाणिनि ऋषि यहीँ, श्रृंग ऋषि यहीँ, जसले चाहिने श्रृंग ऋषिले दशरथलाई सन्तान नहुँदा यहाँको जडीबुटी लगाएर दशरथलाई खुवाएर, रानीहरूलाई खुवाएर राम लक्ष्मणहरू जन्माएको त्यस्तो भूमि छ। न हामीलाई केही इतिहासको ज्ञान बुझ्न खोज्छौँ, न हाम्रो सम्पत्तिको भेल्यु बुझ्न खोज्छौँ। हावामा उडिया तालमा को विज्ञ भनेको छ, त्यो विज्ञ हो कि कमिसन खान आएको हो कि त्यसको आधारमा मुलुक बनाउन सकिँदैन। हामीसित सबैभन्दा दोस्रो आधार हो। त्यति मात्रै हो र? चौरीहरू, भेडाहरू, च्याङ्राहरू पाल्नका निम्ति घाँस चाहिएन? घाँस चाहिएन? 6 महिना त्यहाँ खान्छ। 6 महिनाको घाँस पहाडबाट जान्छ। त्यो पैसा पहाडमा पनि त आयो। त्यो घाँस परालमा मधेसमा पनि त गयो नि। मुलुक सम्पन्न बन्न सक्छ। त्यसकारण हामीसित दृष्टिकोणै पुगेन, हामीसित चिन्तनै पुगेन। केवल आफू कसरी बन्ने, आफू कसरी रमाउने, साथीभाइहरू जे गरून्, देशका जनता जे गरून्, यिनी जहाँसुकै जाउन् र कर्मकाण्डी तरिकाले प्रतिवर्ष यस्तो छलफल गरेर मुलुक बन्न सक्दैन। यो कुरा मैले राख्न चाहेँ। त्यसकारणले योतातिर हाम्रो दृष्टि पुगोस् म आग्रह गर्न चाहे। स्वास्थ्य र जनसङ्ख्या मैले पहिला पनि भने, आज नेपाली जनताहरू कृषिदेखि यसमा जोडिएको छ। पानीसित यो जनताको स्वास्थ्य जोडिएको छ, योगासित जोडिएको छ, शिक्षासित जोडिएको छ, जडीबुटीसित जोडिएको छ। यो सबै एकै ठाउँमा पर्छ। त्यसकारण यसलाई हामीले गम्भीरतापूर्वक छलफल गरौँ भन्ने कुरा मलाई लाग्छ। अब कृषकले के गर्ने? कृषक त नाम मात्रै हाम्रो कृषक। कृषकको नाममा हामी कति भाषण गर्ने? तिनको नाममा अनुदान आउँछ, त्यो अनुदान तिनले पाउँदैन। अहिले मैले कृषि मन्त्रालयले निकालेको पुस्तिका हेरेँ। के त्यो गरिब जनताहरूले, ती किसानहरूले कृषि अनुदान पाए त भन्दा काठमाडौँमा बस्ने 9 जनाले अरबौँ अनुदान पाए। ती जनताले न ब्याङ्कबाट ऋण पाउँछन्, न तिनले अनुदान पाउँछन्। कति दिन भाषण गर्ने? यसलाई छानबिन गरौँ, जसको बालामा गल्ती भएको छ त्यसलाई कारबाही गरौँ। यति कुरा म राख्न चाहेँ। होइन भने किसानले केही पाउँदैन। न किसानले मन पाउँछन्, न किसानले बिउ पाउँछन्, न किसानले अनुदान पाउँछन्, न किसानले बजार पाउँछन्, न किसानले मूल्य पाउँछन्। हामीले विषादी खानुपर्छ। आज विषादीको कारणले हार्टको बिरामी, क्यान्सरको बिरामी कति बढिरहेको छ। यसपट्टि हामी कहिले चिन्ता नै गरेनौँ। सोचै छैन। यो सोच कसले बनाइदिने हो? यो सोचको विकास कसले गर्ने हो? यसपट्टि पनि हामीले ख्याल गरौँ। किसान भाषण गर्ने साधन नबनाऊ। किसानलाई अहिले पनि मैले फेरि दोहोऱ्याउन चाहेँ। किसानलाई मल देऊ, बिउ देऊ, बजार देऊ, मूल्य देऊ, तब पो मुलुक सम्पन्न बन्न सक्छ। तब पो हामी गरिबीबाट मुक्त हुन सक्छौँ। त्यसकारणले आदरणीय सम्माननीय सभामुखजी मार्फत यो कुरा मैले राख्न चाहेँ। यत्रो हामीसँग संस्कृति छ, पशुपति छ, लुम्बिनी छ, मुक्तिनाथ छ, हलेसी छ, लुम्बिनी, यति धेरै ठाउँहरू छन्। हामी गरिबी हुनै मिल्दैन। हाम्रा युवाहरू विदेशै जानु पर्दैन। संसार यही आउने ठाउँमा हामी कहाँ चुकेका छौँ? यस कुरामा मलाई राख्न चाहेँ। आज मैले आग्रह गरेँ यसलाई सबैको कानमा पुगोस्। आज संसारमा यत्रो क्यान्सर छ, हार्टको बिरामी छ। के संसारको वैज्ञानिकहरूले औषधि उत्पादन गर्न नसकेर हो? यो प्रश्न राखेँ। औषधि उत्पादन नगर्न सकेर हो? के क्यान्सरको औषधि बन्दैन? के हार्टको बिरामीको औषधि बन्दैन? के किडनीको बिरामीको औषधि बन्न सक्दैन? किन बन्दैन? यो प्रश्न हाम्रा लागि महत्त्वपूर्ण हुन सक्छ। किन बन्दैन भन्दा अहिले संसारमा औषधिको व्यापार पर इयर 20 ट्रिलियन व्यापार हुन्छ।
20 तर उनीहरूलाई क्यान्सरको औषधि बन्यो, किडनीको औषधि बन्यो, हार्टको औषधि बन्यो भने त उसको व्यापार कमी हुने भयो नि, उसले नाफा खान कम पायो नि। त्यसकारण यी नाफाखोरहरूले, बिचौलियाहरूले औषधि बनाउन दिँदैनन्। नेपाल किन बन्दैन भन्दा केही बिचौलियाहरूले मुलुक विकास भयो भने, नेपालका युवाहरू नेपालमा बसे भने, नेपालको शिक्षा नीति राम्रो भयो भने, नेपालको स्वास्थ्य नीति राम्रो भयो भने, नेपालले जलस्रोतमा सम्पन्न भयो भने यी बिचौलाहरूले खान पाउँदैनन् नि। त्यसकारण यिनले हुन दिँदैनन्। हाम्रो कर्तव्य यिनलाई ठिक ठाउँमा ल्याउने हो, नत्र भने मुलुक बन्न सक्नु। यसलाई अनर्थ नमान्नु होला। राम्रा कुरामा ताली पनि बज्दैन, हप्पी पनि बज्दैन। हाम्रो देश यस्तो छ। हामी गम्भीर, हामी उडन ठाउँलाई कुरा गऱ्यौँ भने त्यसले छुन्छ मान्छे। संवेदनशील कुराले हामीले छुन्दैनौँ। यो नेपालको तस्बिर हो, यो नेपालको मनस्थिति हो। त्यसकारण हामीले फरक तरिकाले सोध्नुपर्छ भन्ने कुरा मलाई लाग्छ। अब अहिले सङ्घीय सामान्य प्रशासन मन्त्रालयदेखि, कृषिदेखि, स्वास्थ्यदेखि, कानुनदेखि हामीले के भन्ने? हामी कहाँ चुक्यौँ मैले भन्न चाहिन्न। हामी चुक्दा हामीले सही समयमा सही मान्छेलाई सही ठाउँमा राख्न सकेनौँ। त्यसले गर्दाखेरि हामीले आशा जगाउन सकेनौँ। आज म मेरो देशको बारेमा म यो गर्दैछु, यो ग्लोबल भिलेजमा, यो सदनबाट मैले भन्न सक्थ्यो मैले यति वर्षभित्रमा मैले सडकहरू बनाउँछु, यति बेला वर्षभित्रमा मैले बिजुली ल्याएर, अझ भएन भनेर भारत र चीनको द्वन्द्वमा हामीले नेपालमा के गर्नु पर्थ्यो? बिचमा दुबईको लगानी नेपालमा गराउनु पर्थ्यो। त्यसले अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनु पर्थ्यो। त्यो बाटोतिर हामी छैनौँ, बरु उत्पादन नगर्ने बाटोमा हामी छौँ। आज नेपालमा कुनै पनि भिजनरी नेता भएको भए, भिजनरी नेताको नेतृत्वमा मुलुक भएको भए कुम्भ मेला 21औं शताब्दीमा 65 करोड मान्छे कुम्भ मेलामा भेला भए अरे। यति कुम्भ मेला बनाउने नेपालमा कति छन्? यति त्यो भिजनरी नेता भएको भए रिडीको शालिग्राम र त्यहाँको जललाई हामीले कुम्भ मेलामा रुरुको मुक्तिनाथको जल र शालिग्राम भन्यो भए खरबौँ पैसा नेपालमा आउँथ्यो। भाषण गरेको छ, जनतापट्टिको चिन्तन छैन, मुलुकपट्टिको चिन्तन छैन, आम्दानी कसरी बढ्छ ल त्यसलाई बाँडौँ भन्ने चिन्ता छैन। केवल आफ्ना आफ्ना मान्छेलाई बजेट बाँडेको छ, आफ्ना आफ्ना मान्छेलाई बाँडेको छ। कहाँ आवश्यकता हो बजेटको, कहाँ विकासको आवश्यकता हो, कहाँ आवश्यकता होइन, मतलब छैन। आज सरकारले करोडौँ लगानी गरेका सडकहरू, खानेपानीहरूमा बजेट काटेको छ। यस्ता मूर्खहरूलाई के भनेर कसले राज्यले सम्बोधन गर्ने र संसदहरूले सम्बोधन गर्ने? योभन्दा विडम्बना के हुन्छ? कहिले बोल्ने? देश डुबिसक्यो, रसिद साँतेर बोलेर हुन्छ कि? रसिद त मैले बनाएको, यो मुलुक र यहाँको जनता थिए, त्यसकारण मैले रसिद बनाएको, मैले पार्टी बनाएको। यो मुलुक र जनता रहेनन् भने के हुन्छ? कर्मचारी विधेयक ल्याउँदा झगडा गरेको छ के सधैँ खानै पर्ने एउटाले? जाहेर सिद्धता दिन अर्को दिन नियुक्ति पाउन पर्ने? यो कुन देशमा छ? जसलाई कारबाही गर्नुपर्ने हो उसलाई अर्को नियुक्ति अबदेखि यो देशमा हुन सक्दैन, जेसुकै नेताले भन्नु। र म प्रमुख सचेतकजीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँले निर्देशन मात्रै दिने होइन, कर्तव्य पनि निभाउनु पर्छ। यो कुरा मैले सबै पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु। आज हाम्रो काम भयो, आमाको नाममा विधेयक भयो, नागरिकता पाउने भयो। कति मान्छेहरूलाई अन्याय भएको थियो, कस्तो अवस्था थियो। आज ती पनि नेपाली बन्ने भए। नागरिकता विहीन त मुलुक बन्न सक्दैन, मान्छे हुन सक्दैन। यी राम्रा कुरा छ। अब राम्रा काम गरौँ न, राम्रो सोच चिन्तन गरौँ न। यो मुलुक बनाउन समय चाहिँ लाग्दैन, 5 वर्षभित्रमा यो मुलुक बन्न सक्छ। तसर्थ मैले साथीहरूलाई आग्रह गर्न थालेँ, सरकार मार्फत भन्न चाहेँ, हाम्रो रक्षा मन्त्रालय छ, यसलाई पनि प्रोडक्टिभ काममा कसरी लगाउने हो, हामीले सामान्य समयमा योजनाहरू कसरी सिद्ध्याउने हो। नेल्सन मण्डेलाले अस्ति भन्नुभयो, मुलुक बिगार्न केही गर्न पर्दैन, बम बारुद रकेट केही हान्न पर्दैन, त्यहाँको शिक्षा नीति बिगारिदिने हो भने त्यो मुलुक बिग्रिन्छ। मैले भनेको होइन, नेल्सन मण्डेलाले भनेको। आज हाम्रो अवस्था, हाम्रो शिक्षाको अवस्था के छ? हामी 28,000 हाम्रो पुर्खा बाउ आमाले चलाइदिएका स्कुलहरू खोलेका थिए।
आज ती स्कुलहरू 15,000 माइनस हुँदैछन्, 13,000 बन्दैछन्। कसैले पनि सरकारी स्कुलमा पढ्न चाहन्न। यसलाई बनाउनु पर्दैन, यसलाई हामीले अगाडि बढाउनु पर्दैन। यो दायित्व हाम्रो होइन। म आग्रह गर्छु, हामी मुलुक बनाउन सक्छौँ, मुलुकलाई सम्पन्न बनाउन सक्छौँ। हाम्रा युवाहरू विदेश जान पर्दैन, हामी यही राख्न सक्छौँ। हाम्रो प्राकृतिक स्रोत र साधनको प्रयोग त गरौँ। वन मन्त्रालयलाई म आग्रह गर्न चाहन्छु, आज मुक्तिनाथ छ, हजारौँ लाखौँ मानिसहरू दिनमा आउँछन्। अन्नपूर्ण संरक्षण मञ्च भन्ने एउटा एनजिओले प्रत्येकबाट 1,000 उठाउँछ। 4 नम्बरको मुख्यमन्त्रीले यो राज्यको कोषमा ल्याउँ भन्दा कसैले मान्दैन। ती व्यक्तिहरूलाई खान लाओ यो मुलुक, त्यो राज्यको कोषमा ल्याउँदैन। मुक्तिनाथको हामीले चढाएको पैसा मात्रै प्रयोग गर्ने हो भने, त्यहाँ गएको टुरिस्टहरूलाई हामीले लिएको पैसा मात्रै प्रयोग गर्यो भने त्यो भेगको विकास हुन सक्छ। के हेरेको, के गरेको? तपाईँले बजेट वितरण गर्नुहुन्छ, तपाईँले वितरण गर्ने पैसा सही ठाउँमा आएको छैन, सही ठाउँमा आवश्यक ठाउँमा छैन। छैन भने मेरो अर्थ मन्त्रालयबाट काटिएछ किन भन्नुहुन्छ? राजीनामा दिएर बस्नुहोस् न। मुलुक चलाउन कसैले रिक्स उठाउनु पर्छ, पद म छोड्न पर्छ, तब मुलुक बन्छ। त्यसकारण समष्टिगत रूपमा हामी सबै नेपाली हौँ, हाम्रो समाज हाम्रो संस्कृति एउटै हो। त्यसपछि हामी देशलाई अगाडि बढाउन हाम्रा विभिन्न विचारहरू छन्, त्यसकारण पार्टीमा आबद्ध भएका हौँ। त्यो पार्टी बनाउन सही र योग्य मान्छे आवश्यकता छ। एउटा नेता बन्ने मान्छेले, एउटा देश चलाउने मान्छेले संसदमा अडियोमा आएर भन्नुपर्छ, मेरो मुलुकको समस्या यो हो, यो म यसरी समाधान गर्छु। मेरो मुलुकको सम्पत्ति यो सम्पत्तिलाई जनतासित मैले यसरी जोड्छु। म 5 वर्षभित्रमा मुलुक सम्पन्न बनाउँछु। नभनिकन मुलुक बन्न सक्दैन। आज संसारमा विकासको प्रतिस्पर्धा छ, हाम्रो देशमा गरिबी कसरी बढाउने भन्ने प्रतिस्पर्धा छ। आज म हस्पिटल गएको थिएँ, टिचिङ हस्पिटल, टिचिङमा काममा गएको थिएँ। आज पढ्नुहुन्न डक्टर, नर्स पढ्नुहुन्न भन्छौँ हामीहरूले। हेर्नुहोस् है, त्यहाँ जाँदाखेरि नेपालीले 42 लाखमा डक्टर पढ्दो रहेछ, विदेशीले $78,000 तिर्नु रहेछ। अहिले भारतमा 55% निजीले गरेको छ, 45% सरकारले डक्टर पढाउँछ। त्यहाँ 10 लाख युवाहरूले डक्टर पढ्न चाहन्छन्। चाइनामा त्यस्तो स्थिति छ। चाइनामा 30,000 डक्टरहरू युवाहरू बाहिरबाट गएर पढ्छन्। आज यो देशमा तिमी हस्पिटल गराऊ, तिमीले बच्चा पढाऊ, तर गरिबले पढ्ने ठाउँ अहिले 10% छ। गरिबहरूलाई अझ 10% बनाएर 20% बाहिरबाट विद्यार्थी लिएर आउँछौ भने तिमीले जति पैसा लिएर आऊ भन त, यो देश बन्छ कि बन्दैन? सोचै छैन। जेमा पनि विरोध हो। राम्रा गर्ने मान्छे पनि चिन्ने होइन, नराम्रा गर्ने पनि चिन्ने होइन। मुलुक बन्छ? बन्न सक्दैन। यो मेरो आग्रह हो। अब त बनाऊ। यत्रो देश विदेश पढेको नेपालीहरू हुनुहुन्छ, यति राम्रो नम्बर ल्याएको व्यक्तिहरू हुन्छ, उहाँहरूले थाहा पाउनु भएन कि? ठाउँ पाउन पाएको बेला पनि समय सकिएको छ। यसमा समीक्षा गरौँ। मलाई समय दिएकोमा आभार, धन्यवाद।